मेरा ग्रिस म्याराथनमा फुलको काममा झाडु फाल्न आएको बिहान ग्रिस म्याराथनको हालत है यो चाहिँ आज 2026 जनवरी 2 हो हिजो जनवरी 1 मा त्यस्तो थिएन जनवरी 2 मा यस्तो हालत भइसक्यो ओ छु कति चिज झाडु उखाल्नुपर्ने यो फुल हो यो झाडु उखाल्नुपर्ने हेर यस्तो छ हात कम्रे कस्तो बिजोग भएको छ साइकल चलाएर आउँदा हात कङ्ग्रिसक्यो यहाँ त हात रातो भइसकेको छ के गरी काम गर्ने हो यस्तो मरिन्छ कि के हो यस्तो पाराले कहिले उखालिसक्ने हो के गर्ने यस्तै हो काम गर्नै पर्यो पैसा कमाउनै पर्यो अब टाइम पनि ठिक्क सक्यो यो पनि सक्यो हजुर हेर्नुहोस् यस्तो चिसोमा काम गरे पैसा हो यो हेर्नुहोस् साधारण यस्तो छ युरोप भन्छन् यस्तो हुने गरी घाँस उखाल्नुपर्छ गाह्रो छ के गर्ने तर के गर्नु फेरि यो आएसी छ नि यो आएसी फेरि यस्तो बिहान कस्तो चिसो भएर सब भुलिन्छ क्या फेरि यस्तो पावर छ कि पैसा भन्ने चिजमा है के गर्ने देखाएको चाहिँ होइन है के गर्ने यस्तै हो हेर्न दुःख हेर्नु है दुःख गऱ्यो भने पैसा आउँछ गाह्रो छ यो फेरि पैसा सुँग्न आउँदैछ यो फेरि खानेकुरा हो कि भनेर हेर यसको पारा दिनभरि हामीसँगै बस्छ क्या यो फेरि बगानमा मैले खानेकुरो दिन्छु नि त यसलाई त्यही भएर यो खाना हो कि भनेर यो कुदेर आएको यो गाह्रो छ जनवरी 2 हो आज लास्ट दिन थियो हाम्रो पैसा मागेको थियो बगानमै आएर दिन आए सब पनि राम्रो थिए काम पनि अझै पनि यहाँ गऱ्यो भने छ तर के गर्नु यहाँभन्दा अलिकति पैसा उता बढी पाउँछ त्यही भएर स्ट्रबेरीमा लापा भन्ने ठाउँमा जान लागेको अब यस्तो ठाउँ छोडेर जान लागेको यस्तो ठाउँ छोडेर थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू हेरेर लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला दुआ गर्नुपर्छ पैसा हुन्छ विदेशमा के गर्ने नेपालमा त गाह्रो छ जति दुःख गरे पनि के गर्ने के गर्छु भनेको हुन्छ केही हुँदैन गाह्रो छ नि नेपालमा होइन अब चुनाव पनि आउन थालिसक्यो फेरि कस्तो नेतालाई उठाइदिने हो चुनावमा अनि जे गर्छु भन्दा पनि त्यस्तै हो हेर लास्टमा फेरि विदेशतिरै आउनुपर्छ यस्तै पैसाहरू कमाउनलाई आफ्नै देशमा गतिलो नेता भएको भए आफ्नै देशमा नि कमाइ हुन्थ्यो नि के गर्ने यस्तो छ के गर्ने जिन्दगी पनि सकिन आँट्यो फेरि जाडो पनि सुरु हुन लाग्यो पैसा खसेर दुःख गरेर कमाएको छ खसेर गएको छ आज यसलाई नै छोडेर जाँदैछु यो
लास्ट अलिकति खाना थियो यसको लागि खाना दिएर छोडेर जानुपर्छ नि अब भोलिबाट भेट्दैनन् हामी नहुँदा पनि यो बगानमा आउँछ खोज्दै खोज्दै यो बगानमा अस्ति है गाइस थ्याङ्क यू सो मच आज चाहिँ हामी यो बिल्लीलाई छोडेर जाँदैछौँ। अब तेरो हाम्रो यात्रा अहिलेसम्म मात्रै हो, भोलिदेखि भेट हुँदैन। अनि यसको दाना पनि आजै सिद्धियो। बिचरा हामीसँग ड्युटी निभाउँथ्यो, कति बिहानदेखि बेलुकासँग हामीसँगै आएर खाएर बसेर जान्थ्यो। माया लाग्थ्यो। यता छ दस बिल्लीकै ढाका त खाएपछि फेरि यो आँटेर छोडेर